कुन चाहिँ गल्लीमा आइपुग्यो तर पुग्छ भन्नु दुःख पाएँ नि। अब अनलाइन फर्म भर्नु निदाएछ त होइन आज लक्की पनि भयो कि है उसले कुन ममा बक्नुमा घरमा आइपुग्यो मम्मी हुनुहुन्न झन् लास्ट सोफिया फुला वेलकम छ मेरो युट्युब च्यानलमा है त। म चाहिँ खाना खाँदैछु, हतार पनि भइरहेछ पासपोर्ट बनाउन। सो के पर्छ कति लाग्छ तपाईँहरूलाई म देखाउँदैछु है त। आहा ढिँडो र साग त अति मिठो क्या। आमाको हातै मिठो, बातै मिठो, खानै मिठो, अर्ग्यानिक झनै मिठो है। एकदम मिठो। अब म सिधै खानासाना खान्छौँ अनि सिधै लाग्छौँ है धुर्खेलतिर। त्यही हो बाटो चाहिँ 1 घन्टामा पुगिन्छ। अलिकति धेरै ढिलो भयो भने त्यही 1.5 घन्टा मात्र हो, नत्र त्यस्तो लाग्दैन है त। सो अब सिधै म जान्छौँ पासपोर्ट बनाउन। हुसु लागिरहेछ यार। रोड चाहिँ मेन रोड हो, शाखा रोड। हाम्रो जाने बाटो चाहिँ यही हो। त्यति भएको छैन। अब म सिधै जाँदैछु। बस आउँछ 8 बजेको, 8:10 त्यसै 15मा त आइपुग्छ। हुस्सु लगाइरहेछ कि पुरै यहीँ त्यो घर देखिरहेको छैन हुस्सुले गर्दाखेरि। पुरै आज चाहिँ हुस्सु लगाइरहेछ। त्यहाँ डाँडा माथि गएर हेऱ्यो भने चाहिँ दामी हुन्छ होला सायद। त्यो माथि पनि हुस्सु नलाएर भए चाहिँ तल हुन्छ नि दामी भएर। यहाँ आइपुगिसक्यो। हाइवेमा त्यति गाडी चल्दैन, एकदम सफा छ क्या यहाँ चाहिँ। मैले चाहिँ मास्क लगाएको यहाँ अलिकति घाउ आएको छ, त्यही भएर चाहिँ हो। सिधै जान्छौँ है त। आउँदैछ हरन बजाउँदै सिधै उता लाग्छौँ। धुर्खेल चाहिँ आइपुग्यो। सो हामी यतातिर सिधै लाग्छौँ है त। यताबाट हेर्छौँ पुग्छ कि पुग्दैन। घरतिर जान्छौँ। लास्टै फोहोर क्या कि सेतो त लाउनै नहुने रहेछ गाडीभित्र, फोहोर हुने। दामीको आर्ट गराएर रहेछ क्या यहाँ है, तपाईँहरूलाई देखाउँछ। वाह अति बवाल क्या, मलाई त दामी लाग्यो। त्यस्तो बवालको आर्ट रहेछ नि त। कति समाज धोली खेलको रहेछ होइन, यस्तो दामीको रहेछ क्या। देखि मन्दिरतिर लाग्दैछ। यो मन्दिरबाट उता तल झर्छौँ है त। एकदम राम्रो लाग्यो जाँदा है। काम त भइहाल्छ नि। भर्खर 10 बज्दैछ। ततिर जान्छौँ। मन्दिर प्रवेशद्वार धुलीखेल छौँ है त। एकदम राम्रो रहेछ। यताबाट घुम्न मिल्छ रहेछ। माथि चढ्न मिल्छ। तपाईँको माथि चढ्न मिल्दो रहेछ यतापट्टिबाट। सर खास गरी यस्तो रहेछ नि त। अहिले चाहिँ बन्द रहेछ। यहाँबाट तलतिर जान्छ, त्यहाँबाट ठ्याक्कै पुग्छ होला। के हुँदो रहेछ त्यता रहेछ, पानी नआउँदो रहेछ। मैले हातसाथ धुयौँ। अघि बस चढ्दा अलिकति कालो भइरहेको थियो कि। सो उतातिर के बाजा बजिरहेछ। सिधै जान्छौँ है त धुर्खेल पट्टि। सिधै पासपोर्ट बनाउने ठाउँतिर लाग्छौँ है त। यो चाहिँ जग्गा जस्तो छ होम, बिहे गर्ने होम रहेछ ल। म चाहिँ लाग्दैछु है त यता धुर्खेलपट्टि। यो चाहिँ मन्दिर जाने गल्ली रहेछ। कुन चाहिँ गल्लीमा आइपुग्यो तर पुग्छ भन्नुभएको छ। हेर्न सक्नुहुनेछ। यस्तोहरू रहेछ। के थियो भगवती कि के होइन, त्यस्तै धुर्खेल भगवती मन्दिर कि के थियो सम। तपाईँहरूले अगाडिको क्लिप भयो थाहा हुन्छ। अहिले बिर्सिसक्यो कि। सिधै जान्छौँ यतापट्टि होला। जाने कार्यालय चाहिँ यतै भन्नुभएको छ। सो यतातिर लाग्दैछौँ है। धुलीखेल भित्र बाटो हुँदैछ। सो रमाइलो लागिरहेको छ। नयाँ बाटो होइन, नयाँ बाटो भन्नाले पुरानै हो, तर यस्तो घरहरू बनाएको थिएन कि पहिला। अहिले त घरै घर। हाम्रो
यो चोक आइपुग्यो है त के हो बाघ साग पनि रहेछ त यहाँ त होइन अहिले त गर्मी हुन थालेछ क्या घाम लागेर यार बाघहरूको रहेछ होइन सिधै म अगाडितिर जान्छु के कस्तो छ जाँदै त छु कुरा बुझ्न राष्ट्रिय परिचय पत्र बनाउनु पर्ने भन्छन् फोटोकपीहरू चाहिँ गरिसक्यो अब लेख्छु के हुन्छ नबन्ला जस्तो छ हो पासपोर्ट अब सिधै अब म त्यहाँ गएर पनि सोध्छु माथि बन्छ कि बन्दैन त्यो गर्न पनि झ्याएर चाहिँ यहाँ कार्यालय चाहिँ आइपुगिसकेको छु सो तर यहाँ के हो के अब हेरिदिउँ अहिले बन्छ कि बन्दैन परिचय पत्र बनाउनु पर्ने छ यहाँ मान्छेहरू पनि टन्नै छ सो अनलाइन पनि भरे पनि हुन्छ यहाँ चाहिँ फ्रीमा भरिदिने रहेछ उता पसलतिर भर्ने हो भने चाहिँ 125-50 हेरी भन्दो रहेछ सो यहाँ चाहिँ मेरो नगर्ने भयो टाइम लाग्ने भयो कि अब सिधै अब डाइरेक्ट माथि जान्छु माथिबाट छिटो हुन्छ भनेर सुनेको छु माथिबाट बनाउँदा अब यस्तै गर्मी छ यहाँ चाहिँ बन्दै रहेछ यो हाइवे चाहिँ ठुलो बन्दै रहेछ त्यही भएर धुलो धुवा चाहिँ छ अति नै यार धुलखेलमा पनि कस्तो दामीले सजाएको रहेछ यहाँ चाहिँ राम्रो गराएको रहेछ यो होइन बिरुवाहरू रोपेर पहिला चाहिँ यस्तोहरू देख्न थिएन नि त तर पनि धुलो धुवा चाहिँ अलिकति कम भएको छ पहिलाको हेरेर तर पनि जे होस् पहिलाको र अहिलेको कम्पेयर गऱ्यो भने त अहिलेको चाहिँ दामी छ है कुनै ठ्याक्कै एयरपोर्ट त्यहीँ छ है ईश्वरको जाम चाहिँ खोल्यो है ठ्याक्कै आमामा अब उतातिर लाग्छ यहाँ कति खेर हुन्छ घर चाहिँ आइपुगेको यहाँतिर चाहिँ के को हो यो पुरा आनो सानो बसियो जस्तो छ यताउतितिर छ अब म सिधै उतातिर जान्छौँ तर यहाँ हाम्रो मामाहरू पनि देखिरहनु भएको छ के हो यस्तो आर्मी मुर्दाबाद के हो आर्मीलाई हो भन्छ त म्याडम आइसक्नु भयो ल लाग्छ ल म्याडम दुःख पाएँ नि अब अनलाइन फर्म भर्नुपर्ने यहाँ रहेछ यहाँ उतै भरे भए फ्रीमा हुन्थ्यो यो काठमाडौँ त खर्चाउँ रहेछ हो अनलाइन फर्म यो बाहिर साइबरतिरबाटै गर्नुपर्ने रे म जाँदैछ उता अगाडितिर देखा जस्तो लाग्छ लाइनमा बस्दैछौँ है कतिखेर आउँछ थाहा छैन है त जे होस् आज सकेला कि जस्तो लागेछ काम चाहिँ यता निदाएछ त ल फाइनली जे होस् सोचेको भन्दा छिटो भयो थ्याङ्क यू सो मच हाम्रो विनिताजीले गर्दा चाहिँ भगवान् नत्र नि हुँदैन थियो किनभने अब म जान लागिसकेको थियो त्यो के भन्छ बाहिरको अनलाइन फर्म पनि 26 को दिइरहेको थियो त्यहीँबाट फर्किन लागेको थियो तर बनिहाल्यो कि अब जाउँ अगाडि अब बन्दैन भनेर म त फर्किसकेको थिएँ होइन आज लक्की पनि भयो क्या है उसले गर्दा म लक्की भयो किनभने यो चाहिँ डेट अनुसारको हुने पनि रहेछ आज त्यो डाउन नभएर चाहिँ सर्भर डाउन भएन भने चाहिँ छिटो हुँदो रहेछ ठ्याक्कै मेरो 26 को पनि छिटै भइदियो है 26 सम्म त अझै पनि टाइम छ है 3-4 दिन तर आजै गरिदियो थ्याङ्क यू सो मच है जाउँ ल नारायण हेटीबाट पनि आइसकेको छु राष्ट्रिय परिचय पत्र लिएर म सेम्बुमा आइपुगिसकेँ अब लास्टै भोक लगाइरहेको छ कि बिहानदेखि खाना खाएदेखि केही खाएको छैन अब मोमो खाने विचार गरिरहेको छु त्यहाँ ठुलो भाँडा देखिरहेको छु त्यहाँ जाउँ के कस्तो हुन्छ च्याप्ट खाइदिउँ है विनिताजी पनि हुनुहुन्छ ऊ र म खान्छौँ है विनिताजी हुन्छ ल ल कुन मोमो खान्छौँ हामी बफै होला अब मोमो खान्छौँ नि मिठो पानी खान्छौँ पहिला है कुन मोमो बफ मोमो आउँछ है म नेपाल आइदिए खाएकै छैन मोमो खानु पऱ्यो नि यो खानुहोस् अनि पुरस्कार पनि जित्नुहोस् है ल उहाँ चाहिँ अलिकति झ्याउ के अरे निदाउला जस्तो भयो कि इनर्जी दिएर अब पुरै बिउजाउनु पर्यो ड्यु माउन्टेन ड्यु खाँदैछु
फेस ढिलो हुन्छ एकछिन तिमीलाई ढिलो हुन्छ हुँदैन कस्तो छ दिएन भने खाऊ के जुठो गरे यो चाहिँ मिठो रहेछ यो खाएर कार जित्छ रे कार जित्नै पर्यो हेर्नु गाइज मेरो त्यो कभर चोरेर हिरो नि पल्टिरहेको छ के गर्नु यो लेडिजकै हो म चलाउँदिनँ होइन यस्तो कलर लेडिजले बोक्छ क्या त्यो कस्तो राम्रो देखाएको छ मेरो यस्तै किन नि त आइहाल्छ नि आला त हो हाम्रो चाहिँ आइपुग्यो है वाउ दामी दामी फ्रेस यहाँ हाम्रो आइसकेको छ होइन अनि उयो अचार पनि अनि हाम्रो अर्को पिरो पनि छ तिनवटा मिसाउनु त कस्तो होला त गाइस अति नै बवाल मिठो हुन्छ यत्तिकै म चाहन्छु त्यो हाल्दाखेरि यहाँ हाल त हाल न कम्युनिकेसन मिलाउनु पर्छ जस्तो कि मिठो छ क्या दुईवटा मिसाएपछि दामी अर्को पिरो मिसाएपछि झन् दामी हुन्छ है मिठो मिठो मोमो खाइसक्यो सो अब जान्छौँ है त रुमतिर ब्याग चाहिँ भिजेछ भिडियोको धुनमा एनिवे जाउँ अब सिधै लाग्छौँ है त म सिधै जानुपर्छ रत्न पार्कतिर किनभने धुर्खेल जाँदैछु क्या छिटो बन्छ कि भन्ने आश छ टेम्पोबाट पनि यता चाहिँ के हो कहिलेको लागि रहेछ यो यहाँ चाहिँ जात्रा हुन थालिरहेको छ कहिलेको लागि मलाई थाहा छैन जग्गा चाहिँ ट्रेनिङ होला है पुरै ट्रेनिङ जस्तो लागिरहेको छ जानु छ है काम छ जाउँ ठ्याक्कै आइपुग्नुला आज चाहिँ बन्छ कि बन्दैन थाहा छैन 11 बजिसक्यो या लास्टै लेट लिएर आयो कि बस्नु सिधै जाउँ के चाहिन्छ अनि म भन्छु है त थाकिरहेछ एकदम म चाहिँ घरतिर लाग्दैछु है बनेन एप ग्रुप हुनुपर्ने रहेछ यो राष्ट्रिय परिचय पत्रको त्यो गरिसकेपछि त्यो भनेन मलाई त्यसमा मलाई पनि थाहा भएन सो एप ग्रुप भएर आउनु पर्ने रहेछ क्या अब के हुन्छ पछि म भन्ने नै छ है त आज त अलि लेटै भयो अब घरतिर फर्किँदैछु हिँड्छ यो हिँड्दो रहेछ है हिँडिरहेछ गाइज यो चाहिँ के भन्छ घुँगी भन्छ के भन्छ हिँड्दो रहेछ यार अचम्म लागिरहेछ अचम्म लागिरहेछ एकदम राम्रो हो नि यो खाना हुन्छ खाइसक्यो भने अब अलि नखाने पछि पछि कस्तो हुन्छ कुन्नी 1 केजी हेरौँ न त लु 1 केजी हाल्नु पहिले तपाईँ पानी मजाले पखाल्नु होइन हजुर अनि त्यसपछि नुन राखेर उसिन्नु यसलाई ए हस् फेरि पखाल्नु हस् हुन्छ हालेर होइन अलि मजाको ठुल्ठुलो राखिदिनु न अनि सफा गर्न भर्खर भर्खर खाने यो गाउँमा तराई क्षेत्रमा ए अनि त्यसलाई मजाले अनि माछा पका जस्तो सबै मसला हालेर मजाले उमालेर अनि त्यो हस् आमा ए त्यस्तो रहेछ नि त यो ए राम्रो
ल है त म पनि लान्छु आमालाई थाहा होला आमालाई दिनु पर्यो गहुँ कि थाहा छैन मलाई त मकैको आधा केजी भने 1 केजी हालिदिएछ ठिकै छ 1 केजी लाँदैछु मम्मीलाई चट्ट ताकत आओस् न होइन गाइज मैले यतापट्टि छु घुँगी लगेछ है मम्मीलाई पकाउनु लाउँछ घरमा आइपुग्यो मम्मी हुनुहुन्न झन् मम्मीलाई यसो मोमोसम्म दिउँ भनेको त यहाँ घुँगी पनि लिएर आएको छ अघि होइन सो मम्मी कहाँ जानु भइसक्छ क्या 1 किलोमिटरदेखि यार यो कार्पेट पुगेर आएको यस्तो गरम भएर यार यो दुखिरहेको कहाँ जानु भएछ मम्मी आयो मम्मी त यी के बोक्दै पो हुनुहुँदो रहेछ मम्मी खोइ भने त आउनु भयो त मम्मी आइपुग्नु भयो मम्मी आइपुग्नु भयो छिटो आउनु छिटो आउने अन्डा अन्डा मैले यहाँ त्यो लिएर आएको छ क्या मैले मम्मीलाई के लिएर आएको छ मम्मीले नखाएको धेरै दिन भयो होला भनेर यो चार्ज बत्ती 1000 रुपियाँ लिइहाल्यो 1000 रुपियाँ मम्मीलाई मोमो खाऊ क्या छिटो न मोमो यो मोमो तातै छ क्या छिटो खुसी भएको खोइ त खुसी पनि हुँदैन मैले खाएको हो क्या हेर त यो के हो हेर न छिटो के हो गाइज हेर त हेर के हो के ल्याएको त हेर कति बारी हुन्छ त किलोको 200 त्यो बारी हुन्छ र पाजे त हात खुट्टा दुखेको झन् खानु पर्छ रे त्यो मान्छेले कहाँ ल्याएको लु पाउँदाखेरि चाहिँ मन यो लिएर आयो अनि अर्को चाहिँ मसला छ 12 मसला 480 12 मसला या सामान ए यहाँ केही पनि छैन किन केही पनि छैन यहाँ मसलै छैन न बास्ना आउँछ मासुमा हाल्ने 12 मसला ए सडक ताबा यहाँ छ कहाँ छ खोइ त्यसो भए मेरोमा खोइ हालेको त तरकारी किन नहाल्यो अब मेरो यो धुनु छ फोहोर भयो ल गाइज नेक्स्ट ब्लगमा भेटाउँदा आजको यस्तै हो खोइ मोमो खानु न तातै रहेछ पाया म सक्दैन घोर्छन् जे जाला 1 2 3 4 5 यसो कहाँ जाऊ चाची छोको ना गाई चाची या बोँदेरी यहाँ जाऊ ल खाऊ मिठो छ कि छैन मिठो भएर मैले लिएर आएको आमालाई पनि खानु पर्यो भनेर आमाले खानै सकेन गाइज म खान्छु ल आमाले 5 वटा खाएँ अब मैले उता 1 प्लेट खाएको अब यता हाफ प्लेट खानु पर्यो नि के गर्नु आमाको पेटै सानो भएछ अहिले त के गर्नु पहिला मैले खानु सक्दैन थिएँ बच्चामा अहिले आमाले पनि धेरै खान नसक्ने भएछ थोरै भयो नि पुग्ने अझ पिरोवाला लिएर आएन पिरो अचारै ठिक छ है ल ठिक छ ल खान्छौँ है गाइज ल मिठो छ फेरि खाएँ मैले त डबल ल तर दामी छ यार
यो चाहिँ जम्मा 100 रुपियाँ प्लेट आमा महँगै छैन क्या कहाँ उता त कति महँगो हुन्छ ममै पाउँदैन रमणीमा पाउनु 100 रुपियाँ प्लेट एकदम मिठो लागेर लिएर आएको हो कि मैले 100 रुपियाँ त एकदम उता कम्पेयर गऱ्यो भने एकदम सस्तो हुने है त्यो हो क्या एकदमै सस्तो 100 रुपियाँको